मलाई थाहा थियो कि कपाल त लास्टै बिग्रेको छ, तर यति साह्रो बिग्रेको छ भनेर चाहिँ मैले सोचेको पनि थिइनँ। आफै अगाडि हल्का फुल्का क्रिक 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 कैँचीले हान्ने भएको आफै बिगारे। हल्का रिग्रेट पनि लागिरहेको थियो। र यो चाहिँ अब हामी पर्खाइमा थियौँ कि युनिको स्पेसल केही सेमिस्टरको अन्त्यमा केही स्पेसल हुन्छ, त्यही भएर यसपालि पनि केही छ कि भनेर पर्खाइमा थियौँ हामी चाहिँ। के स्पेसल थियो त्यो स्पेसल हेरेर मैले चाहिँ यस्तो त्यस्तो तल झरेँ। अनि यो बाटोमा हल्का के गरेँ मलाई पनि थाहा भएन। यस्तो हल्लिदिएँ मैले बाटोमा ड्याङ 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 ड्याङ। एकजना दाइले खाना खान जाउँ त दाइ भन्दै भनेको थियो। मैले अनि पुरा पर्खिरहेको थिएँ यहाँ बाहिर, तर त्यो दाइ यति ढिलो गर्नुभयो कि यहाँ समय कुर्दा नै मेरो यो के भन्नु टाइमिङै छैन क्या दाइको। के भएको क्या दाइ, प्लिज टाइमिङ चाहिँ अलिक मिलाउनु होला। उहाँ चाहिँ हल्का मस्किँदै हिँड्नुभएको थियो। हेर न नक्कले भने जस्तो हेर न आँखा झिम्काउनुहुन्छ। दाइ प्लिज यस्तो चाहिँ नगरिदिनु न, यस्तो घायल होला अरू त घायल हुन्छ नि भन्दै मैले चाहिँ मलाई सम्झाइरहेको थिएँ। आफ्टर अ लङ टाइम हामी चाहिँ यहाँ नेपाली रेस्टुरेन्टमा नेपाली खाना खान आएको थियौँ। र तपाईँहरूलाई भन्नु पर्दैन, मैले आफू जुन देशमा भए पनि आफ्नो घरको स्वादको खाना खानु चाहिँ हामी सबैलाई नै मनपर्छ। दाइले यसरी खाना खानुहुन्छ कि दाइले खाएको देखेर त ओ माई गड यो दाइले त मिठो गरे साँच्चीकै मिठो छ क्या हो भनेर यसरी सोचेर खानु मन लाग्छ। त्यस्तो खालको बनाउनुहुन्छ प्लिज यो पनि अब तपाईँले रोक्नुपर्ने हुन्छ समाजको अगाडि। म चाहिँ यहाँ खाइसकेर फेरि बसिरहेको थिएँ। अनि दाइले हेर्छु, दाइले त सक्नै बुझ्दैन के हो भाडा भन्दै सोचेँ पनि। मेरो पैसा लागेको छ, म बिस्तारै खान्छु, के गर्नु त ब्रो, आफ्नो पैसा लागेको त मजाले खानु पऱ्यो नि भन्दै उहाँले चाहिँ त्यस्तै तरिकाले खानुभयो। र एट द एन्ड चाहिँ होइन यसरी चाहिँ कलेक्ट गर्नुपर्छ है। लिटरली भनेको यति गरेको भनेको सर्भिसरहरू जति पनि हुनुहुन्छ उहाँहरूलाई धेरै हेल्पफुलको कुरा हो। दाइले चाहिँ यो कुरा सिकाइराख्नु भएको थियो। र पूजनले चाहिँ पूजनले चाहिँ गरेन क्या भनेर चाहिँ नसुन्नु होला, किनकि मैले अगाडि नै गरिसकेको छु। र यहाँ चाहिँ एट द एन्ड यो चाहिँ खानै पर्छ है, मुखलाई हल्का फुल्का त दिनै पऱ्यो स्वाद। अर्को भिडियो पनि छ है मसँग, त्यो बनाउनु चाहिँ अलिक लाग्छ टाइम।